नमस्ते साथीहरू, तपाईँहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला है। म चाहिँ यहाँ चाउमिन खान लागेको छु ल। आज चाहिँ चाउमिनको भिडियो खाएको भिडियो हेरिदिनु होला है। मैले चाहिँ आज बजारबाट ल्याएको थिएँ चाउमिन ल। यो चाहिँ प्याकिङ गरेको थियो र कति चाहिँ रहेछ भनेर म त कम्ती रहेछ भनेर चाहिँ म अब बटुका है त्यसमा खनाउँदै थिएँ। लास्टमा त बढ्ता भयो क्या, अन्त फेरि बेसी रहेछ भनेर चाहिँ कति भयो नि त, हेर्दाखेरि चाहिँ कम्ती देखिरहेको थियो तर खनाउँदा चाहिँ भक्कु भयो क्या। अनि भक्कु भएपछि चाहिँ अब प्लेटमा खनाउनु पर्यो होइन। अन्त ल अब चाहिँ भिडियो स्टार्ट गरौँ ल खानालाई है। अनि यसरी अचार चाहिँ टक्क लगाएर होइन, अन्त प्लेटमा हालेर चाहिँ धमाधम खानापट्टि लागेँ ल म चाहिँ। अनि एक बाइट खाएको त आम्मामा यस्तो पिरो है, मिठो पऱ्यो, मिठो एकदम मिठो है, मुखै रसाउने मिठो क्या वाला मिठो भएको थियो होइन। अन्त चाहिँ कतै नबोलिकन मैले चाहिँ भट्टाभट गमका गम खान थालेँ, किनभने मलाई असाध्यै भोक लागेको थियो है। अनि को हुनुहुन्छ हजुरहरूले भोक लाग्दाखेरि कतै नहेरी म जस्तै यसरी गमका गम खानुहुन्छ? कमेन्ट गरिदिनु होला है। अनि साथ सपोर्ट पनि दिइरहनु होला मलाई ल। अनि हजुरहरूले फुल भिडियो हेरिदिनु होला, काटी नहेरिदिनु होला है। अनि नयाँ मानिसहरू जोइन भएको छ भने है, हेर्नु हुँदैछ भने, पहिलोपटक मेरो भिडियो हेर्नु हुँदैछ भने चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला है। सब्सक्राइब मजाले गरिदिनु होला, मनैबाट माया गरिरहनु होला। अनि म जस्तै यसरी गमका गम खानु होला है। अन्त अरू त के भन्नु होइन। यसरी चाउमिन खाँदा है यस्तो भोक लागेको थियो कि आमामा म त पिरो चाउमिन, आमामा कस्तो पिरो अचार हौ, कस्तो पिरो अचार, यस्तो पिरो अचार थियो कि आमामा म चाहिँ अब नचाखेँ। अब हालेको नि त, पिरो छैन होला, त्यस्तो पिरो छैन होला भनेर हालेको, कस्तो पिरो र भोकमा होइन, भोक लाग्दाखेरि कस्तो खानु मन लाग्छ होइन। अन्त मिठो चाहिँ मिठो थियो होइन। अब खाउँ भने पिरो, नखाउँ भने भोक लागिरहेको छ होइन। अन्त खाइदिएँ गमका गम, केही नमानिकन। मिठो चाहिँ यस्तो मिठो थियो, वाउ, एकदम साह्रै मिठो। र अब चाहिँ मेरो पेट पनि अगाउन थाल्यो ल। अनि अगाइसकेपछि त अब बिस्तारै बिस्तारै हुन्छ नि त होइन, छान्नु स्टार्ट हुन्छ। र म चाहिँ छान्नु थाल्छु है, अब पेट अगाएपछि चाहिँ होइन, ढिलो गरी खानु थाल्छु होइन। अनि कसकोमा चाहिँ अब म जस्तै है अगाएपछि चाहिँ छान्ने आदत छ, कमेन्ट गरिदिनु होला है। मलाई पनि बिस्तारै बिस्तारै भए पनि अघि बढाउनु होला, अझै साथ सपोर्ट दिइरहनु होला। अनि म जस्तै यसरी खानु होला है। पेट फुल भइसक्यो र अब पनि मैले हजुरहरूको लागि खाइदिइरहेको छु ल। अनि म त यति गर्छु भने है, हजुरहरूले सब्सक्राइब गरिदिनु त अब सकिहाल्छ नि होइन। साथ सपोर्ट दिनु होला है, मजाले मलाई पनि लाइक कमेन्ट गरिदिनु होला। अनि सक्यो भने फेरि भन्दैछु, सेयर पनि गरिदिनु होला। जो नयाँ भिडियोमा हुनुहुन्छ, हेर्नु हुँदैछ, उहाँहरूले चाहिँ सब्सक्राइब गरिदिनु होला है। अनि हजुरहरूलाई अरू त के भन्नु है, मनैबाट धेरै 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 धन्यवाद दिन चाहन्छु। अनि अरू त म के नै दिन सक्छु र है। हजुरहरूले माया दिइरहनु भएको छ, म पनि हजुरहरूलाई माया दिइरहनेछु है। साथ नछोडाउँ, अघि बढौँ सबैजना मिलेर। अनि सबैजना मिल्नुपर्छ है, अघि बढ्नुपर्छ। यति नै हो। आजको भिडियो चाहिँ चाउमिन खाएरै बित्यो है। अनि यस्तै हो जिन्दगीको गोरेटोमा होइन। मलाई चाहिँ
पिरो भएको थियो र त्यसै कारण म चाहिँ बिस्तारै बिस्तारै खाँदै थिएँ। अनि अनि भनेको सुनेर चाहिँ हजुरहरूलाई पनि धेरै वाक्कै लाग्छ होला है, तर के गर्नु मेरो बानी नै हो अनि भन्ने है। त्यही हो, बोल्दा बोल्दै अनि भनी पठाउँछु, अनि हो फेरि अनि भन्दैछु। अन्त चाहिँ मैले तोराउनु आँटिसकेँ है, लास्टमा पुग्नु आँटेँ अन्तिमसम्म। जसले भिडियो हेरिदिनु भएको छ उहाँहरूलाई धेरै 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 धन्यवाद मनैबाट व्यक्त गर्न चाहन्छु है। अनि मेरो यो लास्ट बाइट भन्दा पनि भयो है। अनि मैले चाहिँ अब चाहिँ खाली पारिसकेँ, सिधाइसकेँ है खाएर। अन्त अब चाहिँ हजुरहरूबाट छुट्ने समय पनि आइसक्यो है। अनि नेक्स्ट भिडियोमा भेटौँला, बाई बाई।